तपाईँ जस्तै पत्रकारहरूले आजसम्म के भ्रम फैलाउनु भएको छ भने राजाका पालामा बोल्न पाइँदैन थियो भनेर जनतालाई भ्रमित गर्नु भएको छ। 46 सालमा तपाईँ पत्रकार हुनुहुन्छ, 44 सालमा नेपाल टेलिभिजनको स्थापना भएको छ, 46 सालदेखि 64 सालसम्म 2051 सालमा आम निर्वाचन भएको छ, 56 मा निर्वाचन भएको छ र प्रत्येक पटक स्थानीय तहको 54 सालमा स्थानीय तहको चुनाव भएको छ। अनि जनताले भरोसा गर्न सक्दैन। नेपालका अहिले जति पनि राजाले कुल गरिसकेपछि नेपालका मिडियाहरू त्यहाँ बन्दै थियो, बन्द सेना बसेको थियो मिडिया हाउसमा। त्यहाँ साँच्चै सुन्नुहोस्, त्यो कुरा पनि तपाईँ स्वीकार एकछिन पहिला सुन्नुहोस् न। तपाईँहरूले एउटा भ्रम के फैलाउनु भएको छ भने जहिले पनि बोल्नै पाइँदैन। आज भनेपछि बोल्न पाइँदैन थियो भने यो अहिले नेपालमा कहलिएका टेलिभिजनहरूको स्थापना कहिले भयो? 2046 देखि 2064 भित्र भयो। नेपालका जति पनि एफएम छन् तिनीहरूको स्थापना कहिले भयो? 46 भन्दा पछाडि 64 भन्दा अगाडि। राजाको शासनमा आएन नि, राजा थिए कि थिएनन् त्यतिखेर? संवैधानिक राज संस्था अहिले पनि हामी त्यही मागिरहेछौँ। हो, संवैधानिक राज संस्था माग्दाखेरि तपाईँ जस्ता पत्रकार उफ्रेर के भन्नुहुन्छ भने बोल्न पाइँदैन थियो भन्नुहुन्छ। जनतालाई भरम सर्ने